एभ्रिवान नमस्ते स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। अनि आज चाहिँ मेरो छोरीको बर्थडे हो नि त 27 अप्रिल चाहिँ मेरो छोरीको बर्थडे हो। अन्त चाहिँ मेरो छोरी ह्यापी बर्थडे छोरी। थ्यांक यू। अन्त आज चाहिँ अब हामी चाहिँ मन्दिर जानु आँटेको हो। अन्त त्यही भएर चाहिँ भिडियो पनि अब सानो भए पनि भ्लग बनाउनु पर्यो भनेर चाहिँ रिमेम्बर हुन्छ नि त मेरो छोरीको है। अन्त चाहिँ हामी चाहिँ अब मन्दिर जानु आँटेको। हाम्रो चाहिँ आउटफिट यस्तो छ, कस्तो लाग्यो उसको चाहिँ बर्थडेको हो। योपालि चाहिँ पेन्टै लगायो भने हेर्नु त मेरो पनि आउटफिट धेरै लास्ट इयर चाहिँ मलाई कस्तो दिएछ। लास्ट इयर चाहिँ मैले कुर्ता लगाएको थिएँ। उसको कुर्ता लेहंगा मात्रै हुन्छ। अन्त योपालि चाहिँ पेन्ट लगाएको। पेन्ट चाहिँ अब सधैँ युज हुन्छ नि त हैन। लेहंगा त अब लाउनु पाउँदैन, कोही कोही बेला मात्रै हो। अन्त त्यही भएर चाहिँ अब चाहिँ पेन्टहरै किनिदिएको मैले हो। पेन्ट त बजार जान्दा पनि अब चाहिँ मेरो छोरीलाई सरप्राइज छ। हिजो मैले गिफ्ट ल्याएको छु भनेको थिएँ हैन। मेरो छोरीलाई सरप्राइज छ, हेर्दै गर्नुहोस् ल। म आँखा चिम गर ल, यहाँ आँखा चिम गरेर बस। Happy birthday! Wow! के ल्याइदिनु भयो? ओए बसेर म प्याक गरेर गर्छु। मन्दिर जानुभन्दा अगाडि हेरिहाल्छ अरे नि त के। अन्त मन्दिर जानुभन्दा थाहा पाइसक्यो मम्मी। मन्दिर जानुभन्दा पहिल्यै उसले चाहिँ गिफ्ट खोजी त सक्यो। त्यो चाहिँ के हो? लिप ग्लस। यो व्हाट इज दिस? उसले 5वटा चिज चाहिँ अलरेडी पाइसकेछ है। यस। एउटा चाहिँ मैले उसलाई चाहिँ मसिनो चिज दिँदै खुसी हुन्छ नि त। खाटा खुद्रै दिँदै खुसी हुन्छ। उसलाई ठुल्ठुलो गिफ्ट चाहिँदैन कि। त्यो सुन चाँदीहरु हैन। फेस वास मेरो सकिन आँटेको थियो नि त गाइस। यो हेर, यो हेरिहाल्नु, यो पनि हेरिहाल्नु, यो हेरिहाल न पहिला। यो थाहा पाइ त के मैले चाहेरै त्यसलाई यार उयो गरेर नि। वाउ आई नो दिस। लगाएर हिँड, लगाऊ त। लाएर त दिनुपर्छ। लिएर जान्छ यो चाहिँ मलाई खोल्न मन परिरहेको थियो। त्यो चाहिँ सरप्राइज हो झन्। मलाई त लुगाई जस्तो लाग्दैछ कि, तर के हो? यता देखाऊ त। वान अफ द काइन्ड। किङ हो किङ। काइन्ड हो के आइएन्ड। जी जस्तो लाग्यो। ह्याप्पी। यता दामी लाग्यो बेस्ट। लु भाइ अब हामी मन्दिर जाने। अब मन्दिरमा भेटौँ भन नि। आज चाहिँ चौरस्तामा पुरा धुम्म भइरहेको छ होइन। निरज दादालाई पर्खिन्छ अब हामी। निरज दादा पनि जानु हेर्नु गाइस। जोला कहाँ राख्ने के हो यो चाहिँ? क्यामेरा अहिले चाहिँ हामी पुग्नु आँट्यो होइन। अन्त बाटोमा चाहिँ अहिले मम्मी यहाँ होटेल जोइन गर्नुभएको छ हामीलाई। बाङ्गो भइरहेको छ। हामीले चाहिँ कल्लु मामलाई आउनु भएको छैन त भनेर त्यो गरेँ कि।
बस्नु बर्थडे गर्लको नाम भन्नुहोस् ल घाट बढेर प्रार्थना सबैजनाले खुलेर प्रार्थना नानीहरूलाई दिनुहोस् महाकाल सारा संसार ब्रह्मा गाय विष्णु आदि पावन हिंदी में टीका लाए स्टोरीमा ल ल बिहान हेरेको ने हेर्दै गर न यता मन्दिर हो नि त सबै मन्दिरहरू पनि गइसक्यो हो अन्त अब आजको मन्दिरको भ्लग चाहिँ यति नै हो फेरि अब अर्को भ्लग चाहिँ बर्थडे भ्लग हुन्छ किनभने मन्दिर र त्यो दुईटाको त लामो हुन्छ नि त है त्यही भएर चाहिँ हामी मन्दिरको भ्लग चाहिँ यति नै हो अन्त फेरि अर्को भ्लगमा भेट्छु त्यति बेला चाहिँ म चाहिँ बाई बाई भरे चाहिँ हाम्रो बर्थडेको भ्लग हुन्छ केकहरू काटेको नानीलाई ह्याप्पी बर्थडे भनिदिनुहोस् सबैले बाई बाई